श्री कृष्णाय वासुदेवाय देवकी नंदनाय च नंदगोपकुमाराय गोविंदाय नमो नमः। शुक्लां ब्रह्म विचारधार परमद्भक्तिं जगद्व्यापिनीं वीणां कृष्णगदारिणीं वैदं जात्यन्यकाराभवम् अशेषवादिमालिकीमितति पद्मसरिसिदं वन्दितं तमिशरीं भगवतीं बुद्धिप्रदां शारदाम्। एकोनत्रिंशोऽध्यायः कुमारत्यागस्य ध्यानपूर्वक सुन चन्द्रपति पुत्र बन्धुले आफ्नो कष्ट र त्यसबाट उद्धार गरेको सारा वृत्तान्त वर्णन गरेको सुनि मनमनै अत्यन्त प्रसन्न भएकी गोपा ब्राह्मणले स्वस्थानी जगदीश्वरी बनी हृदयमा सम्झँदै अञ्जली जोरी भन्न लागिन्, हे चन्द्रवती बुहारी, तिमी धन्य रहेछौ। त्यस्तो दुर्दशा परेर पनि जगदीश्वरी स्वस्थानीको भक्ति गर्न सक्ने तिमी धन्य रहेछौ। अब म पनि आफूले दुःख पाएको र उनै ईश्वरको करुणाले यो अवस्थामा आइपुगेको यथार्थ वर्णन गर्दछु। सुन, तिम्रो पति नवराज आफ्ना पिताको खोजी गर्न हिँडेपछि तिमी पनि माइत गयौ। घरमा एक्लै हुनाले अर्काको ढिकी जाँतो गरी धागो नकाटी अनेक दुःख सहेर दिन बिताइरहेकी थिएँ। संयोगले एक दिन सप्तऋषिहरू आएर मैले दुःख पाएको जानी ठुलो करुणा गरी, हे गोमा ब्राह्मणी, शिशुस्थानी परमेश्वरको व्रत गर, तिम्रो सबै कष्ट नाश होला भनेर व्रतको विधान समेत बताई गई। ती सप्तऋषिहरूको आतिथ्य गर्न भनेर केही पनि थिएन। चर्खामा रहेको धागो पान लिन गई। म पान लिएर आउँदाखेरि ऋषिहरू गइसकेका रहेछन्। उनीहरू बसेको तरिका मुनि 7वटा सुनका कौडी छाडेर गएका रहेछन् र मैले पाएँ त्यही द्रव्यले सबै सामग्री तयार पारेर पौष शुक्ल पूर्णिमाका दिनदेखि शिशुस्थानी परमेश्वरको व्रत प्रारम्भ गरेर अनि महिना दिनसम्म माघ शुक्ल पूर्णिमाका दिन व्रत पूर्ण गरी प्रसाद झिकेर स्वस्थानी परमेश्वरीलाई मनले बारम्बार सम्झिरहेँ र सम्झिरहेर जागरुम बसे। ईश्वरको कृपाले त्यही रात्रि तिम्रो स्वामी नवराज आइपुग्यो। मलाई बाहिरबाट डाक्यो सुनेर तत्काल बाहिर आई डाकेर भित्र लगे अनि खानको निम्ति नवराज, तेरा पिताको के समाचार छ भनी सोधेर तेरो स्वामी नवराजले मलाई भन्यो, हे माता, मेरा पिता भिक्षा माग्न गएका गंगा तटमा पुगेर नित्य पूजा गर्ने फुलहरू मागेछन् अनि फलफुल टिप्न वृक्षमा चढेका संयोगले वृक्षको आगो भाँची लडेर मरे। यही नवराजले भनेको सुनि महाशोक गर्न लागे अनि नवराजले मलाई शोक चिन्ता नगर्नुहोस् भनी बुझाएर, हे माता, आज यति रातसम्म नसुतेर किन जागरण गरेर बस्नु भएको भनी सोध्यो र मैले भने, हे पुत्र, हे नवराज, श्री स्वस्थानी परमेश्वरीको व्रत गरेर उनै जगदीश्वरीलाई सम्झेर जागरण गरिरहेको छु भनी भने बताएँ। अनि प्रातःकाल भयो। नवराज गंगा स्नान गर्न गयो। गंगाबाट हरिहर प्रकट भई, नवराज, तेरी माताले स्वस्थानी परमेश्वरीको व्रत गरेको ले हामीले प्रसन्न भयौँ। लावण्य देशका राजा आचार्यन हात्तीहरूलाई राजा खोज्न लगाएको छ। त्यहीँ आउनु, तँलाई अभिषेक दिनेछौँ, राजा हुनेछ भनी वरदान दिई अन्त्यधान भएछन्। नवराजले पनि घर आई मलाई सारा वृत्तान्त सुनायो अनि मैले स्वस्थानी परमेश्वरीको प्रसाद दिए। हे पुत्र नवराज, हरिहरको वरदानले लावण्य देशको राजा बनेछ भनी आशीर्वाद दिएर त्यहाँ पठाए र उनै ईश्वरको कृपाले यो ऐश्वर्य पाई खुसी भयौँ। अब पनि बाँचुन्जेलसम्म सधैँ श्री स्वस्थानी परमेश्वरीको कृपाले यस लोकमा सुख शान्ति र सम्पत्तिको भोग गरी परलोकमा पनि परम गति कैलाश वास होला। यति उपदेश दिई आफ्ना बितेका यथार्थ वर्णन गरिसकी फेरि अरू पनि अति दिन लागिन। तिमी चन्द्रावती र लावण्यवती दुवै बुहारी सुन, जस्तै सूर्य नारायण नभएको दिन र चन्द्रमा नभएको रात उज्यालो वा सुशोभित हुँदैन, त्यस्तै प्रत्येक मनुष्यहरूको पनि घरमा असल स्वभाव भएकी पत्नी छैन भने त्यसको घर पनि सपन्न। अब मेरो वृद्ध अवस्था भयो। तिमी दुवै दिदी बहिनी आपसमा मिलेर यो राज्य लक्ष्मी थामी मेरो पुत्र नवराज राजाको सेवा चाकरी गरेर बस। यति चन्द्रवती रानीलाई शिक्षा दिई
ढुकुटीको साँचो सुम्पिदिन अनि चन्द्रावती रानी र लावण्यवती रानीले पनि हे माता हजुरको तपस्याले हाम्रो स्वामी राजा हुनुभयो। हामी दुवै रानी हुन पायौँ। हजुर धन्य हुनुहुन्छ भनी आफ्नी सासू गोमा महारानीलाई चरण दण्डवत प्रणाम गरे। सदैव स्वस्थानी परमेश्वरीको भक्तिमा चित्त लगाई आपसमा मिलेर नवराज राजाको सेवा गरी राज्यको सुखभोग गर्दै आनन्द पुग्रदा भई। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि, जो मनुष्य श्रद्धा भक्ति साथ श्री स्वस्थानी परमेश्वरको व्रत पूजा र आराधना गर्ला अथवा कथा सुन्ला सुनाउला वा उनको महिमा लेखिएको छापिएको पुस्तक घरमा राख्ला, त्यसका घरमा दुःख दारिद्र्यको वास कहिल्यै पनि हुने छैन। आदि इत्यादि नवग्रहादि सदैव प्रसन्न रहनेछन् र अकाल मृत्यु कहिल्यै पनि हुने छैन। भूत प्रेत पिशाच डाकिनी साकिनी बेताल त्रिदोष आदि रोगहरूको भय हुने छैन। चोर र डाका शत्रु अग्नि वनका हिंसक जन्तुहरूको भय हुने छैन। त्यस भक्तिका ब्रह्म इत्यादि अनेक घोर पाप नष्ट भई यस लोकमा सुख शान्ति र सम्पत्तिको भोग गरी परलोकमा शिवका पार्षद भई कैलाश पर्वतमा बस्न पाउने छन्। यति कथा स्कन्द कुमारले अगस्त्य मुनिलाई सुनाएको र सोही कथा यहाँ पनि यथामति विस्तार भयो। श्री स्कन्द पुराणे केदारखण्डे महात्म्ये कुमार अगस्त्य संवादे स्वस्थानी परमेश्वरी व्रत कथायां गोमा पूर्ववृत्तानुगुण नाम 29 सर्गः। हराय नमः कृष्णाय वासुदेवाय देवकीनन्दनाय च नन्दगोपकुमाराय गोविन्दाय नमो नमः। काले वर्षतु पर्जन्य पृथिवी यशशालिनी देशोऽयं शोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सदा सन्तु जीवन्तु शरदां शतम्। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतो द्वारकथा प्रसङ्ग। या कुन्देन तुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्मा चिदशङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पात सरस्वती भगवती निःशेषजाड्यापहा। कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यत् सकलं परस्मै नारायणायेति समर्पयेत्। जन्येन जन्यमाय जन्तदेवास्तानि धर्माणि प्रथमान्यसन्नत्यनाकं महिमानः स्वतन्त्र तत्र पूर्वे साध्याः सन्ति देवाः। मन्त्रपुष्पाञ्जलि समर्पयामि। श्री स्वस्थानी परमेश्वरी देव्यै नमो नमः। हराय नमः।